तिलौरी बनाउनको लागि चाहिँ चामलको पिठो चाहिन्छ हैन। चामलको पिठोमा बनाइन्छ। अनि त्यसपछि चाहिँ पानी चाहिँ हामीलाई कति बनाउने त्यही अनुसारले पानी राख्नु पर्यो। भाँडामा पानी राख्ने। अनि पानीमा चाहिँ अब हामीले पिठो घोल्ने। पिठो मजाले घोलिनुपर्छ, नभए डल्ला पर्छ। डल्ला परेपछि फेरि नराम्रो हुन्छ। त्यसले गर्दाखेरि कति बनाउने हो त्यही अनुसारले मजाले घोल्ने। अनि यो घोलिसकेपछि चाहिँ हामीले यसमा ग्यासमा राखेर अनि बिस्तारो सानो आँचमा मजाले पकाउनुपर्छ। फेरि पाक्ने गरेर चाहिँ साह्रो हुन्छ। सारो भइसकेपछि अनि तिलौरी बनाउने हो। म ग्यास पनि बालेँ। ल हेर्नु होला। अब पछिको भागमा चाहिँ कोही तिलमा पनि बनाइन्छ, कहिले चाहिँ ज्वानो र बिरे नुनहरू पनि हालेर बनाइन्छ। यसरी चाहिँ मजाले पकाउनुपर्छ। अनि यो फत्किन्छ, त्यसरी फत्किनुपर्छ। फत्किसकेपछि चाहिँ अनिखेर छोडिदिने। अनि सेलाइसकेपछि चाहिँ अनि हामीले घाममा लगेर सुकाउने बनाउनु पर्यो। त्यो चाहिँ फेरि पछि खिचेर देखाउँला। ल यसो गरेर फत्किनुपर्छ, मजाले पार्नुपर्छ। अनि त्यसपछि अब नुन अलिकति हालिदिने। नुन बिरे नुन आफूलाई स्वाद अनुसारले कति चाहिने हो त्यही अनुसारले नुन हालिदिने। बिरे नुन पनि हाल्नु पर्यो अलिकति हाल्ने। अनि त्यसपछि मजाले पाक्न दिनुपर्छ एकछिन। अझै पाकोस्, अझै साह्रो हुनुपर्छ। अनि त्यसपछि त अनि सेलाएपछि चाहिँ अनि बनाउनु पर्यो। यो पिठो चाहिँ तिलौरीको लागि पिठो तयारी भयो। अब यहाँ मैले तिल मोल्दैछु। तिल हालेर यसै गरी तिल हालेर अनि अब यसमा चाहिँ मोलेर चाहिँ यहाँ अब तिलौरी बनाउँदैछु है त। हेर्नु होला। तपाईँहरूलाई पनि मन पर्यो भने बनाएर खानु होला। ल यसै गरेर तिलौरी बनाउँदैछु। यो नि आउँछ नि बोलेछु। घुमाएर सुकेपछि चाहिँ यस्तो हुन्छ। अब यसलाई चाहिँ तयारी भइसक्यो। यो बट्टामा राखे हुन्छ। अब म चाहिँ अब अलिकति तारेर हजुरलाई देखाउँछु है त। अब तेल चाहिँ तातिसक्यो। मैले चाहिँ अब यहाँ चाहिँ तिलौरी बनाउन लागिरहेको छु। तिलौरी बनाउँदैछु। यहाँ हेर्नु कस्तो राम्रो तर आयो। मजाले पाक्नुपर्छ। कस्तो राम्रो सरर फुलेर आएको छ। खाँदा त्यस्तै क्रन्ची हुन्छ, मिठो हुन्छ। हामीले बनाएको तिलौरी तयारी भयो। यो तिलौरी बच्चाहरूको टिफिनको लागि अनि परपाहुना आउँदा खाजाको रूपमा घरमा बनेको अर्ग्यानिक भनौँ न, घरमा तयारी भएको, बाहिरको केमिकल नभएको, एकदम स्वास्थ्यको लागि हेल्दी यो तिलौरी। कस्तो मिठो छ ल। आहा कति मिठो ल। तपाईहरु पनि बनाएर खानु होला।